नमस्ते, वेलकम ब्याक टु रोहित मिनी ब्लग। बिहान उठेर म निस्के मिलन होलसेल अनि स्टोरमा पुगेर चाहिँ प्रडक्टहरूको फोटो खिचिरहेको थिएँ, कन्टेन्टहरू बनाइरहेको थिएँ। यो सबै कन्टेन्टहरू हजुरले मिलन होलसेलको फेसबुक पेज, टिकटक पेज, इन्स्टाग्राम पेजमा पाउन सक्नुहुन्छ। हामीले रेगुलर प्रमोसन गर्न, सेल्स जेनेरेट गर्न चाहिँ कन्टेन्टहरू बनाइरहेको हुन्छ। अनि त्यसै बेला चाहिँ गोदाममा चाहिँ बिस्कुट, साबुन, सरप आइपुगेको थियो डिलरबाट। बहिनीहरू चाहिँ सामान बिल अनुसार आइपुगेको छ कि छैन हेरेर मिलाएर राख्ने व्यवस्था गर्दैछन्। त्यही बेला चाहिँ फेरि गोदाममा चाहिँ एउटा ट्रक आइपुगेको थियो गुडलक चामलको। यहाँ चाहिँ गुडलक चामलको क्वालिटी हेर्न थाले, कस्तो क्वालिटीको छ, सोचेको जस्तो छ कि छैन भने चामल चाहिँ हेर्दा राम्रो लाग्यो। चामल पास भएपछि चाहिँ हामीले अनलोडिङ गर्न सुरु गरायौँ। यहाँ चाहिँ अनलोडिङ भइरहेको देख्न सक्नुहुन्छ। यदि हजुरलाई चामल चाहिएको छ भने मिलन होलसेलमा आएर किन्न सक्नुहुन्छ, अनलाइन पनि किन्न सक्नुहुन्छ, इन स्टोर पनि पिकअप गर्न सक्नुहुन्छ। हजुरलाई रिटेल क्वान्टिटीमा पनि पाउन सक्नुहुन्छ, बल्क क्वान्टिटीमा पनि पाउन सक्नुहुन्छ। हजुरले यहाँ देख्न सक्नुहुन्छ मिलन होलसेलबाट डाइरेक्ट ट्रकबाट लोड भएर माटहरूको लागि, पसलहरूको लागि लोडिङ भइरहेको। यसरी चाहिँ हामीले दैनिक सामानहरू बल्क क्वान्टिटीमा पनि सप्लाई गरिरहेको हुन्छ। अनि हजुरले कसरी कन्टेन्ट बनाउँछु भन्नुभएको थियो, यसरी चाहिँ मैले भिडियो खिचेर एंगलमा ठाउँमा चढी भिडियो बनाइरहेको हुन्छ हामीले। अनि बेलुकातिर चाहिँ म निस्के अर्को स्टोर। अनि यहाँ चाहिँ खुसीले चाहिँ क्लोजिङ गरिरहेको छ, डेबुकमा हिसाब किताब चढाउने कामहरू आफूले नै गएर। आज दिनभरिको सेल्स के छ नानी भन्न थाले, दिनभरिको बारेमा यताउता भनिरह बेला एउटा कस्टमरले चाहिँ झुक्किएर चामलहरू ठ्याक्क पल्टाइदिनु भयो। अनि मैले चाहिँ टिपेर राख्ने व्यवस्था गरेँ। अनि आजको लागि यति नै, धन्यवाद।